दर्शकबिन सलिनालाई भने सागरका सरले त्यहाँ काम गर्न लगाएका रहेछन्। दर्शकबिन उनलाई काममा राखेका छन्। अब सागरलाई निकै नै अप्ठ्यारो पर्नेछ। दर्शकबिन सागरले बनाएको त्यो फाइल पनि चोरेर सलिनाले लगिसकेकी रहेछन्। दर्शकबिन त्यो फाइल भने सलिनाले नै चोरेको हो भन्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। दर्शकबिन अघिल्लो भागमा हेरेअनुसार भने यता 10-12 लाखको क्लाइन्ट आएको थियो दर्शकबिन सागरको अफिसमा। त्यहाँ एउटा भिडियो एडिटिङको काम थियो र सागरले त्यो भिडियो एडिटिङ गरेर हार्ड डिस्कमा राखेका थिए त्यही दराजमा। तर दर्शकबिन खोज्ने क्रममा भने भेटिएको थिएन। दर्शकबिन यता भने ठुलेले अब आफ्नै छोरीलाई पाइसकेका छन्। अब त्यो छोरीलाई भने आरामसँग राख्नेछन्। दर्शकबिन छोरीले भने सबै कुराहरू कान्छीलाई बताउँछिन् र कान्छी र सागर मिलेर अब अभिभावकले छोराछोरीलाई गर्नुपर्ने कर्तव्यहरू सबै बताउँछन्। दर्शकबिन यहाँ भने सागरले अब अन्तिममा सलिनालाई देख्छन्। उनले सीसीटीभी फुटेज चेक गर्दा पनि अफ थियो। दर्शकबिन आफूले त्यहीँ राखेको फाइल कहाँ गयो भनेर तनावमा। यता भने ग्राहक आएका थिए, फर्केका छन्। क्षतिपूर्ति चाहिन्छ या त फाइल चाहिन्छ भने। दर्शकबिन अब आउने भागमा भने सागरले सलिनालाई नै छोप्छन् होलान् र सलिनाको सबै बारे आफ्नो सरलाई भन्छन् होलान् र सलिनाले नै लगेको हुनुपर्छ। त्यसै गरी सलिनाले भने अब त्यो हार्ड डिस्क फिर्ता गर्नुपर्छ र सागरलाई भने फेरि त्यही काममा राम्रो गर्न लगाउनुपर्छ र सलिनालाई त्यो कामबाट निकालिदिनुपर्छ दर्शकबिन। किनभने सागरलाई पाउनका लागि उनले धेरै नराम्रा कामहरू गर्दै आएकी छन् र गरेकी पनि छन्। दर्शकबिन तपाईँहरूलाई के लाग्छ त्यो हार्ड डिस्क भने सागरले नै लगेका सलिनाले नै लगेको हुनुपर्छ त? कमेन्ट गर्नुहोला।